साथीहरु नमस्ते, स्वागत छ आजको हाम्रो यो नयाँ भिडियोमा। आज चाहिँ हामी अब के विषयमा कुरा गर्न जाँदैछौँ भन्दा हामी चाहिँ हिँडिरहेको अवस्थामा चाहिँ हाम्रो यदि गाडी ब्रेक हैन ब्रेकले काम गर्न छोड्यो भने चाहिँ हामीले चाहिँ गाडीलाई कसरी कन्ट्रोल ल्याउन सक्छौं भन्ने कुराहरु चाहिँ तपाईहरुलाई आज हामीले चाहिँ विषयमा चाहिँ जानकारी गर्न जाँदैछौँ। यदि तपाईहरुले हाम्रो यो युट्युब च्यानललाई सब्स्क्राइब गर्नुभएको छैन भने सब्स्क्राइब गर्नुस् र सँगै आउने बेल आइकन पनि दबाउनुस् यस्तै नयाँ नयाँ भिडियो हेर्नका लागि। साथीहरु हामी चाहिँ अब आज यही ब्रेक फेल सम्बन्धी कुराहरु गर्न जाँदैछौँ। ब्रेक फेल किन हुन्छ, के कारण हाम्रो के गल्तीका कारणले चाहिँ ब्रेक फेल हुन्छ र ब्रेक फेल भएपछि हामीले गाडीलाई कसरी जोगाउन सक्छौं, अगाडि ठूलो दुर्घटना हुनबाट जोगाउन कसरी सक्छौं भन्ने विषयमा चाहिँ हामी आज तपाईहरुलाई जानकारी लिएर आएका छौं हैन। अब ब्रेक फेल हुने कारणहरु भनेको चाहिँ हामीसँग के हुन्छ भने ब्रेक फ्युल हुन्छ, ब्रेक ओइल यदि सकिएको खण्डमा, ब्रेक ओइल लिक भएको खण्डमा, ब्रेक ओइल सकिएको छ भने ब्रेक ओइल सकिएको कुरा त हामीले सुरुमै स्टार्ट गरेर ब्रेक युज गरेर थाहा पाउँछौं कि ब्रेक लाग्दैन। तर हामी गुडिरहेको हामी स्पिड हिँडिरहेको बेला चाहिँ ब्रेक ओइल चाहिँ लिक हुन सक्छ पाइपहरुबाट हैन। प्रायः जस्तो ब्रेक फेल भएको उसमा यो ब्रेक ओइल लिक भएर पनि एकदमै बढी हुन्छ हैन। ब्रेक ओइल लिक भइसकेपछि ब्रेक कस्तो हुन्छ भन्दा क्लच जस्तो, क्लच थिच्दाखेरि पुरै दबिन्छ भने ब्रेक पनि पुरै दबिन्छ हो। त्यो कारणले ब्रेक लाग्दैन नि त। हामी इमर्जेन्सी हिँडिरहेका, हामी कुदिरहेका हुन्छौं अनि इमर्जेन्सीमा या अगाडि केही आएपछि हामीले ब्रेक लिँदाखेरि ब्रेक छैन भने हामीले आत्तिन सक्छ, हामी डराउन सक्छौं, हामीले त्यहाँ के गर्ने भन्ने कुराहरु नै हामीले दिमागले काम नगर्न सक्छ। र मेन भनेको चाहिँ हामीले त्यही भएर हामीले सुरुमा त ब्रेक फेल हुनबाट गाडी जोगाउनु पर्यो नि त। गाडीलाई ब्रेक फेल हुने कारणहरु चाहिँ के हो भनेर पत्ता लागेर ब्रेक फेल हुनबाट जोगाउनु पर्यो। अब नम्बर 1 मैले भने ब्रेक ओइल लिक हुन सक्छ, ब्रेक ओइल सकिएको हुन सक्छ। टाइम टाइममा हाम्रो यो सर्भिसिङ गर्दाखेरि चेक गराउनु पर्यो। ब्रेक ओइल त आफैले पनि हेर्न सकिन्छ। अनि त्यसपछि ब्रेक प्याडहरु लिक हेर्नु पर्यो हैन। अब अर्को कुरा हामीले गाडी धेरै जस्तो के सम्भावना हुन्छ भने गाडीमा ओह्रालो बाटोहरुमा हामीले ब्रेक युज धेरै गर्यौं। जस्तो सपोज तपाईलाई के उदाहरण दिउँ भन्दाखेरि कुनै मान्छेले गाडी चलाउँदैछ अनि त्यो गाडीमा के गर्यो, ओह्रालो छ 4th गियर लगायो, 4 गियर लगाएर त्यो मान्छेले के गर्छ, ब्रेक युज गर्दै ओह्रालोमा झार्यो कन्ट्रोल गर्नका लागि। त्यो गर्नु भएन, गियरमा गाडी चलाउनु पर्यो, इन्जिन कन्ट्रोल गर्न पर्यो। त्यसैले हामीले चाहिँ के ध्यान दिनु पर्यो भने ओह्रालोमा हामी गाडी चलाउँदैछौँ भने ब्रेक धेरै युज गर्नु भएन। तर ब्रेक जाम हुन्छ के ओह्रालोमा धेरै ब्रेक युज गरियो भने, र लङ टुर गर्दा पनि हामीले ब्रेक युज धेरै युज गर्नु हुँदैन, गियरले कन्ट्रोल गर्नुपर्ने हुन्छ। सो ब्रेक भन्दा बढी हामीले गियरले गाडी चलायौँ भने पनि ब्रेक फेल हुनबाट बच्छ। अब हामीले यस विषयमा चाहिँ के भन्न गइरहेको छौँ भने हामीले चाहिँ ब्रेक फेल यदि भइहाल्यो भने हामीले कन्ट्रोल कसरी गर्न सक्छौं है। कन्ट्रोल गर्न सक्ने 2-3टा हामीसँग अप्सनहरु हुन्छ, 2-4 अप्सन हुन्छ। जस्तो कि हामीले अब हामी टाढैबाट हामीलाई ब्रेक फेल भयो भन्ने कुरो थाहा भयो भने टाढै स्पेस छ भने त हामीले हैन गियरले कन्ट्रोल गर्न सक्छौं। जस्तो कि हामी स्टियरिङ हामीले दायाँ बायाँ कटाउनु भएन र हामीले के गर्न सक्छौं, फर्स्टमा भन्दा ब्रेक पम्प पनि गरिरहन सक्छौं, ब्रेक आउन पनि सक्छ हैन। अनि त्यसपछि गएर हामीले अर्को के गर्न सक्छौं, गियर घटाउँदै जान सक्छौं। हामीले भिडियोमा पनि देखाउँछौं। 5 मा छ भने 5 बाट 4 3 2 1 गरेर चाहिँ हामीले क्लच थिचिरहेका हुन्छ। त्यो गरेर हामीले स्टार्ट बन्द गरेर क्लच छोड्यो भने गाडी कन्ट्रोल हुन्छ है। एउटा अप्सन भयो त्यो। अर्को अप्सन हामीसँग के हुन्छ, इमर्जेन्सी ठाउँको ठाउँ हामीलाई रोक्न पर्ने अवस्था हुन्छ अनि केही घर्सिन्छ, ठाउँको ठाउँमा त रोकिने स्पिड गाडी, तर हामीले के गर्न सक्छौं, हामीलाई त्यसमा चाहिँ हामीलाई इन्जिन र गियरबक्समा मार चाहिँ पर्छ हैन। इन्जिन र गियरबक्समा प्रब्लम आउन सक्छ, तर हाम्रो ठुलो दुर्घटना हुनबाट त बचाउनु छ नि त हो। सो हामीले के गर्नु पर्यो त्यसमा, सुरुमा हामीले हिँडिरहेको गाडीलाई के गर्न सक्छौं, सुरुमा क्लच थिच्न सक्छौं र हामीले एकैचोटी फर्स्ट गियर बल लगाएर, गियर जान गाह्रो मान्छ फर्स्ट गियर, सबैलाई थाहा भएको कुरा हो। फर्स्ट गियर लगाएर हामीले स्टार्ट बन्द गरेर क्लच छोड्यो भने रोकिन्छ। त्यो धेरै बेर लाग्दैन हामीलाई। हामीले 3 देखि 5 सेकेन्डको बिचमा हामीले गाडी रोकिसक्छौँ। त्यो बेलामा हाम्रो अगाडि केहीसँग ठोकिए पनि ठुलो दुर्घटना हुनबाट बचिन्छ। र अगाडि हामीले सकेसम्म अगाडि स्पेस ठाउँ पाइयो, चौर यताउता पाइयो भने त्यो पनि गर्न सकिन्छ। अब यदि यी सबै अप्सन मैले भनेको अप्सन, अनि ह्यान्ड ब्रेक पनि छ हामीसँग अप्सन, ह्यान्ड ब्रेक पनि युज गर्न सक्छ। हामी भिडियोमा तपाईलाई देखाउँला डेमो हैन। यो ह्यान्ड ब्रेक युज पनि गरेर हामीले गाडी कन्ट्रोल गर्न सक्छौं। फर्स्टमा हामीले स्पिड हिँडिरहेको गाडीलाई फर्स्टमा क्लच थिचेर ह्यान्ड ब्रेक तानेर गियर 1 लगाएपछि बन्द गरिदियो भने ह्यान्ड ब्रेकले पनि गाडी रोकियो, उता गियरले पनि रोकियो हैन। एक गियर लाउने भनेको त ह्यान्ड ब्रेकले त स्पिड घटाइसकेको हुन्छ। ह्यान्ड ब्रेक भनेको पछाडिको 2 जग्गामा लाग्छ अनि ह्यान्ड ब्रेकले गाडी रोकिसकेको हुन्छ, कन्ट्रोल गरिसकेको हुन्छ। फर्स्ट गियर लाउन पनि सजिलो हुन्छ, ह्यान्ड ब्रेक तानेर फर्स्ट गियर लगाएर बन्द गर्ने। तर ह्यान्ड ब्रेक यदि हुनु पर्यो सबै गाडीमा, पुरानो गाडीमा चाहिँ नहुने हो, कारहरुमा त भइहाल्छ हैन। हुन्छ त्यो बिग्रेर बनाएको हुँदैन हो, त्यस्तो समस्याहरू हुन्छ। त्यति गर्यौं भने हामीले रोक्न सक्छौं। अब यति पनि अप्सन हामीले भनेको अप्सन छैन भनेदेखि हामीले साइडमा के गर्न सक्छौं, हामी साइडमा कुनै 2A को हाइवेमा हिँडिरहेका छौं र साइडमा डिभाइडर छ भने हामीले डिभाइडरमा गाडी
साइडमा धसार्यौँ भने पनि गाडी रोकिन्छ है। अगाडि हामी स्पिड हिँडिरहेको छौँ तर त्यहाँनिर केही ब्रेक लागेन भने हामीले अगाडि मोटरसाइकल छ केही छ बस छ हामीले रोक्न सकेनौँ भने हामीले त्यहाँ अरू अप्सन केही पनि गर्न सक्ने अवस्था देखेर भने हामीले गाडी साइडमा लगाइदियौँ भने स्टेरिङ सट्टा काटेर साइडमा लगाउने त साइडको एउटा एक साइड धसारिन्छ, एक साइड धसारेपछि गाडी कन्ट्रोलमा आइहाल्छ होइन। अरू हामीले रोक्नै परेन, गाडी त बनाउला, ठुलो दुर्घटना हुनुबाट बच्यो त्यो भन्ने कुरा, हाम्रो गाडी भने बनाउला केही भएन हो त्यस्तो छ। अब हामी साथीहरू अब हामी डेमो देखाउँछौँ। हामीले 3टा मैले यो भने तपाईँहरूलाई ह्यान्डब्रेक भने गियर घटाउने भनेर एकैचोटि गियर घटाउने होइन, यो सबै चिज चाहिँ तपाईँहरूलाई नर्मली डेमो देखाउँछौँ। अब हेर्नु होला साथीहरू, हामी चाहिँ अहिले अब देखाउन गइरहेका छौँ कि ब्रेक फेल यदि भइहालेमा हामीले कन्ट्रोल कसरी गर्छौँ। अब स्पिड लिँदैछु पहिला मैले, फर्स्टमा चाहिँ म गियर घटाउँदै जाने प्रोसेस देखाउँछु तपाईँहरूलाई। हामी अलिकति धेरै नै स्पिडमा छौँ, मानव हामी 4बाट 5 पुगिसकेका छौँ होइन, 4मा छौँ, त्यसपछि 5 गियरमा छौँ भनेदेखि अब यसरी हामीले टाढैबाट हाम्रो ब्रेक फेल भयो भन्ने कुरा हामीले जानकारी पायौँ भनेदेखि हामीले चाहिँ बिस्तारै अब ब्रेक त हामीले युज गर्ने कुरा भएन, ब्रेक हुँदैन, त्यसमा गएर हामीले के गर्न सक्छौँ भने गियर घटाउँदै 4 3 2 1 गइसके पछाडि चाहिँ क्लच छोडिदिउँ अनि बन्द गरिदिउँ भने यसरी बन्द गरिदियो भने गाडी रोकिन्छ। साथीहरू हामी चाहिँ अब ह्यान्डब्रेकबाट कसरी कन्ट्रोल गर्न सक्छ त ब्रेक फेल हुँदाखेरि भनेर देखाउन जाँदैछौँ। फर्स्टमा म स्पिड लिनेछु होइन, त्यसपछि त तपाईँलाई देखाउँला। अहिले हामी चाहिँ ठ्याक्कै लगाएर 4 गियरमा गइसकेका छौँ। त्यसपछि अब भनेको हामी स्पिड लिँदाखेरि 5 गियरमा हुन्छौँ र यदि हामीले यसमा ब्रेक लिँदाखेरि ब्रेक पाएन भने हामीले के गर्न सक्छौँ साथीहरू नि, ब्रेक यसरी झ्याप्प लगाएर अनि हामीले फास्ट गियर घटायो भने ठाउँको ठाउँ रोकिन्छ है। रोकिसके पनि तपाईँले देख्न सक्नुहुन्छ यसरी युज भइसकेको छ है। अब हामीले फास्ट ह्यान्डब्रेक तानेर गियर घटाउँदाखेरि रोकिन्छ। साथीहरू अब तपाईँले यो हामीले देखाइसकेका छौँ भिडियो पूर्ण रूपमा, सायद मलाई लाग्छ बुझ्नुभयो होला। यदि बुझ्नु भयो भनेदेखि पनि हामीलाई कमेन्ट गर्न सक्नुहुन्छ। हुन्छ, आजको भिडियोमा चाहिँ हामी बिदा माग्छौँ। हस् त, धन्यवाद।